नमस्कार सम्पूर्णमा आज हामी है आशा प्यारामेडिकल साथसाथै आस्था प्यारामेडिकलको पनि स्टुडेन्ट्सहरू लिएर बिडिओ सरसँग भेट गर्न आएका थियौँ र उहाँबाट लेटरहरू हामीले पिटिसन चढाएका छौँ कि यहाँनिर एउटा नानीहरू एउटा सबै जोड्दा 300+ 500+ जान्छ जस्तो छ है। कति पास आउट छ, कति रनिङ छ। त्यसले गर्दामा उहाँलाई भनेको तपाईँहरूको ब्लक अब बिडिओ भनेपछि ब्लक जब दुईवटा आशा अनि आस्था एउटा मतिगढा ब्लकमा परेको हुनाले उहाँलाई यो पिटिसन चढाएर उहाँले पनि थाहा भएपछि त गर्नुहुन्छ काम है। त्यसले गर्दामा त्यसरी चढाएर हामीले उहाँलाई एउटा हेल्प मागेका छौँ। सायद अब उपरान्त उहाँले हेरिदिनुहुन्छ भन्ने हामीले आशा साँचेको छौँ र विशेष त नानीहरूको एउटा जस्टिस होस्। एउटा अलिकति हामीलाई लाग्छ यो एउटा सेन्सिटिभ इस्यु छ नानीहरू लिएर। सो सबैलाई गुहार लाउन चाहन्छौँ कि यस्तो खालके फ्रडहरू सिलगढीभित्र कहाँ चलिरहेको छ त्यसको पनि सबैले यसको सचेत एउटा आफूहरूले नै सचेत बस्ने एउटा आग्रह एउटा बिन्ती हामी यहाँबाट टक्राउन चाहन्छौँ।